नमस्कार आदरणीय दर्शकवृन्द, कन्या राशिवाला व्यक्तिहरूको लागि जेठ महिना कस्तो छ के छ आउनुहोस् म यो विषयवस्तु लिएर यहाँहरू समक्ष उपस्थित भइसकेको छु। दर्शकहरू आफ्नो भूत आफ्नो भविष्य र वर्तमान जान्न जसलाई पनि इच्छा र चाहना हुन्छ, तर कर्मण्डैवादि कर्माणि मा फलेषु कदाचन। कर्म भने तपाईँको नितान्त आवश्यकता रहन्छ। कर्म नगरी फलको आशा गर्नुभयो, राशिफल सुन्नु मात्रै हो, तर त्यसलाई व्यवहारमा उतार्नु भएन भने कतै कतै तपाईँ आफूलाई सकारात्मक पक्ष र परिस्थितिहरू प्राप्त हुने छैनन्। आउनुहोस्, यो महिना दर्शकहरू कन्या राशिवाला व्यक्तिहरूको लागि धेरै उपयोगी र सबल भएर आउने अवस्था रहेको छ। जस्तै अध्यात्म क्षेत्रमा गएको सूर्य र बुधले तपाईँ आफूलाई करिब 14 गते पर्यन्तसम्म धार्मिक कार्यमा शरीक गराउनेछ। मान सम्मान इज्जत प्रतिष्ठाहरू प्राप्त हुनेछन्। आफन्त पारिवारिक जनको प्रेम सद्भाव र मायाहरू प्राप्त हुन सक्ने अवस्था परिस्थितिहरू बनिरहेको छ। अनि दर्शकहरू कतै रोकेका काम कमाइहरूबाट भने राम्रो सफलता प्राप्त हुन सक्नेछ। अनि तपाईँ आफूलाई 7औं घरमा गएर बसेको शनि जुन छ मीन राशिमा, दर्शकहरू कतै कतै पारिवारिक कल झगडा र पत्नीको स्वास्थ्यहरूमा केही पीडाहरू बन्न सक्नेछ। ससुराली पक्षहरूबाट केही नेगेटिभ भाइब्रेसन आउन सक्नेछ। शनिदेवको पूजापाठ आराधना गर्नुभएको खण्डमा पक्कै त्यस्ता अप्ठ्यारा पक्षहरू कटेर जाने अवस्था रहेको छ। लग्नको चन्द्रमाले मनलाई कतै अलि चञ्चलता, कतै अलि अप्ठ्यारा पक्ष परिस्थितिहरू बनिरहेको छ। तसर्थ ग्रह गोचर र ग्रहको उपस्थिति अनुसार दर्शकवृन्द सूर्यबाट रहेको चतुर्थ स्थानको सूर्यबाट रहेको पञ्चम स्थानको चन्द्रमाले यहाँलाई निकै राम्रो फलिफाप र उन्नतिका अवस्था परिस्थितिहरू प्रदान गर्ने परिस्थितिहरू रहेको छ। तसर्थ आर्थिक मजबुती, आर्थिक समृद्धि, आर्थिक प्रगतिहरूमा भने निकै राम्रो अवस्थाहरू रहन सक्नेछ। न्याय क्षेत्रबाट उचित न्यायको अपेक्षा गर्नुपर्नेछ। यहाँले खानपानमा मुख भने बार्नुपर्ने अवस्था रहेको छ। कोही सात्विकी भोजन ग्रहण यहाँले सोमबार गर्नु भएको खण्डमा राम्रो छ। न्याय क्षेत्रबाट उचित न्यायको अपेक्षा पक्कै पनि गरिन्छ। दर्शकहरू फलामजन्य चिजहरूमा ड्राइभमा ख्याल गर्नुहोला। कतै तपाईँ आफूलाई दैवीय प्रकोपबाट अडचन र बाधाहरू पनि पर्न सक्नेछ। दाजुभाइ परिवार बीचको प्रेम सद्भावहरू छाउन सक्नेछन्। अनि दर्शकहरू कतै कतै मार्केस स्थानमा बसेको राहुले शत्रुहरू बढ्न सक्ने भएको कारणले गर्दा यहाँले ओम एम ह्रीम क्लीम चामुण्डायै विचे नमः मन्त्रलाई दैनिक 108 पटक जप गर्नुभएको खण्डमा शत्रु पक्ष पराजित हुने र शान्ति समृद्धि प्राप्त हुनेछ भन्दै म कन्या राशिको राशिफलबाट बिदा हुन चाहन्छु। जय होस्, नमस्कार।